नेपाल सरकारले 2082-83 को बजेटमा यो यातायात व्यवस्थापनको लागि पोडवेको चाहिँ अध्ययन अगाडि बढाउने भन्ने कुरा चाहिँ प्रस्तुत गर्नु भएको छ। अब यो पोडवे भनेको चाहिँ यो देख्दाखेरि झट्ट देख्दा रोपवे टेक्नोलोजी जस्तो चाहिँ देखिन्छ, तर यो चाहिँ पूर्ण रूपमा चाहिँ रेल टेक्नोलोजी हो। जस्तो अहिले रेलमा तपाईले देख्नुहुन्छ, त्यसमा चाहिँ भुइँमा यसरी दुईटा लिग चाहिँ राखिएको हुन्छ। त्यसमा चाहिँ माथिबाट ट्रेन जसको चाहिँ स्टिलको पाङ्ग्रा हुन्छ, त्यो पाङ्ग्राबाट चाहिँ गुडेर अगाडि बढाउनुहुन्छ। ठ्याक्क यही टेक्नोलोजीको चाहिँ पोडवे हो। पोडवेमा चाहिँ भुइँमा लिग नबिछ्याएर यो चाहिँ आकाशमाथि चाहिँ रेल यो जुन लिग बिछ्याइन्छ, यसको लागि पोल गाडिन्छ र त्यो पोलमाथि चाहिँ यो लिग राखिन्छ र त्यो माथि पनि फेरि सपोर्ट सिस्टम राखिन्छ र त्यो जुन माथि टाँगिएको लिगमा हुन्छ त्यसमा पोड जुन डिब्बा देख्नुहुन्छ, डिब्बामा चाहिँ तपाईको स्टिलको पाङ्ग्रा हुन्छ, त्यो पाङ्ग्रा त्यो लिगमा चाहिँ बसेर अगाडि बढ्ने हो। यो टेक्नोलोजीलाई चाहिँ हामीले पोडवे भनेर चाहिँ बुझेको छौँ। अब यो अहिले सार्वजनिक यातायातको रूपमा चाहिँ कुनै देशमा पनि चलेको छैन, तर सम्भावना बोकेको देखिन्छ। जस्तै अहिले युनाइटेड अरब इमिरेट्सको शारजामा चाहिँ 2.5 किलोमिटर चाहिँ यो चाहिँ सञ्चालनमा छ। यसमा चाहिँ मान्छे ओहोरदोहोर गरिरहनु भएको छ भनेपछि 2.5 किलोमिटर चाहिँ सुरक्षित छ भनेपछि यसलाई त त्यसमा थप जोड्न सकियो भन्ने चाहिँ बुझ्न चाहिँ सकिन्छ। त्यही भएर यो चाहिँ अब हामीले इन्जिनियरिङ पढ्दाखेरि पनि के भन्छौँ भने कुनै एउटा नयाँ प्रविधि आउँछ भनेदेखि त्यसको प्राविधिक पाटो, त्यसको आर्थिक पाटो, त्यसको वित्तीय पाटो, त्यसको सामाजिक पाटो, त्यसको चाहिँ वातावरणीय पाटो, त्यसको चाहिँ सुरक्षाको पाटोलाई अध्ययन गर्ने। त्यो अध्ययनले हाम्रो माटो छुवाउँदो हामीले त्यसलाई चलाउन सक्ने कि नसक्ने त्यो कुरा निर्कोल गर्नुपर्छ अध्ययनले, र निर्कोल गरिसकेपछि त्यसलाई चाहिँ हामी बनाउने कि नबनाउने भन्ने निर्णयमा पुग्नुपर्छ। त्यही भएर चाहिँ अहिले यो पोडवेको विषयमा पनि अब एउटा अध्ययन गरौँ। अध्ययनले चाहिँ अब यो प्राविधिक रूपमा, वित्तीय रूपमा, आर्थिक रूपमा, सामाजिक रूपमा, वातावरणीय हिसाबले र चाहिँ सुरक्षाको हिसाबले ठिक छ, हाम्रो माटो सुहाउँदो हुन्छ भने यसलाई अगाडि बढाउँ, होइन भने यसलाई चाहिँ त्यही रोकिदिउँ। त्यही भएर यो जुन अध्ययन गर्ने बजेटमा आएको छ यो एकदमै सकारात्मक कुरा हो। अब हामी अब मेट्रो रेल बनाउनलाई चाहिँ धेरै महँगो पर्छ, त्यही भएर चाहिँ हामी यातायात व्यवस्थापन पनि गर्नुपर्ने छ, तर कम समय र कम लागतमा। त्यसको लागि चाहिँ पोडवे विकल्प हुन सक्ने सम्भावना चाहिँ देख्छु। फेरि म एकजनाले चाहिँ यो ठिक हो ठिक होइन भन्ने अवस्थामा छैन, अध्ययन गरेर निर्कोल गर्नुपर्छ। धन्यवाद।